नम्बरटी हाम्रो कला र संस्कृति। दर्शकबिन नमस्कार। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप टेलिभिजनमा यहाँलाई हार्दिक स्वागत छ। म रामेश्वर मचन्स। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप टेलिभिजनमा हरेक बुधबार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म सञ्चालन हुने युवा उद्यमीमा आज हामी तपाईँलाई स्वागत गर्न चाहन्छौँ। दर्शकबिन, हामी बुधबारको यस युवा उद्यमी कार्यक्रममा हरेक शुक्रबार हरेक कार्यक्रममा नयाँ युवा उद्यमीहरूलाई हाम्रो कार्यक्रममा यहाँलाई जानकारी गराउने र परिचय गराउने कोसिस गर्छौँ। र त्यसै क्रममा आजको हाम्रो यस कार्यक्रममा हुनुहुन्छ युवा उद्यमी गोर्खा इको प्यानलका प्रमुख प्रशासकीय अधिकृत सुरेश गवान। सुरेशजी, आजको हाम्रो यस कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्छु। नमस्ते, धन्यवाद। आज हामी हाम्रो यस युवा उद्यमी कार्यक्रममा युवा जुन उद्यमीहरू भयो उहाँहरूले गर्नुभएको कार्यक्रम र यहाँ आफै पनि एउटा गोर्खा इको प्यानलको सिइओ हुनुहुन्छ र गोर्खा इको प्यानलको विषयमा चाहिँ जानकारी गराउनेछौँ र यहाँले आफू जुन उद्यमी कसरी सुरु गर्नुभयो त्यो विषयमा छोटो जानकारी दर्शकहरूलाई हामी दिनेछौँ र इको प्यानलको विषयमा थोरै जानकारी दिन हामी हाम्रै कार्यक्रम मार्फत दिनेछौँ। सबैभन्दा पहिले हाम्रो यो जुन इको प्यानल जुन भन्छ नि तपाईँको अब गोर्खा इको प्यानल प्रचारमा इको प्यानल सबैभन्दा पहिले हामी हाम्रो दर्शकहरूलाई यति जानकारी गराइदिनुहोस् कि गोर्खा इको प्यानल आउनुभन्दा अगाडि इको प्यानलको धन्यवाद यहाँको यो प्रश्नलाई। इको प्यानल भन्ने बित्तिकै हामीले कुनै पनि एउटा निर्माणको वस्तु जसले गर्दाखेरि हाम्रो निर्माण सामग्रीमा एउटा इको भन्ने बित्तिकै इकोलोजी इन्भाइरोमेन्ट र इकोनोमी तिनटै चिज जोडिएको छ। विगत धेरै समयदेखि हामीले कन्स्ट्रक्सनको क्षेत्रमा हाम्रो वातावरणहरू जुन अब भक्तपुरकै अधिकांश हामीले कुरा हेर्दाखेरि यता हाम्रो उब्जाउ भएको माटोहरू चाहिँ जहिले पनि खेर भयो र त्यसले गर्दाखेरि हाम्रो कृषिमा पनि आघात पुगिरहेको छ भनेर हामीले थाहा पाइरहेको छौँ। सो हाम्रो इको प्यानल आउनुको चाहिँ एउटा मुख्य उद्देश्य त्यसको रिजन भनेको चाहिँ हाम्रो उर्वर भूमिलाई चाहिँ अब चाहिँ बचाउनुपर्छ है। माटो भनेको हामीले उत्पादन गर्न सक्दैनौँ, यो दिनाको जुन खर्च हुँदै मात्रै जाने त्यो बात पनि एउटा इकोलोजीलाई ब्यालेन्स गर्ने हिसाबमा इन्भाइरोमेन्टलाई ब्यालेन्स गर्नुपर्छ हिसाबमा र माटोलाई चाहिँ बचाउनुपर्छ भन्ने हिसाबमा हामीले एउटा यो निर्माणको क्रममा इँटाको विकल्पको रूपमा यसलाई प्रेजेन्ट गरेको। त्यो सँगसँगै नेपालमा उद्योग स्थापना गरेर जुन मान्छेहरूलाई एउटा रोजगारको अवस्था रोजगारी सिर्जना गर्ने जसले गर्दाखेरि इकोनोमीमा सपोर्ट हुन्छ त्यो हिसाबमा र अर्को चाहिँ वातावरणलाई प्रदूषण नहोस् भनेर त्यो तिनटै चिजलाई हामीले क्यारी अन गरेर इको प्यानल भनेर हामीले स्टार्ट गर्यौँ। यो जुन हामीले गर्ने जुन यो यसमा केही समस्या छ जस्तै हाम्रो घर बनाउँदाखेरि हाम्रो जुन तपाईँहरूले जुन घरमा इँटाबाट बनाउने त्यसपछि हाम्रो जुन बनाउँछ नि हामीले फाइदा के छ कुन राम्रो छ फाइदा? अब सबै सामानहरूको सबैको आफ्नो विशेषता हुन्छ। इँटाको हामीले कुरा गर्दाखेरि शताब्दीदेखि हाम्रो पुर्खाहरूले चलाउँदै आएको यसलाई चाहिँ टोटली रिप्लेस त गर्न सक्दैनौँ। तैपनि यसलाई चाहिँ हामीले एउटा अल्टरनेटिभको रूपमा चाहिँ अहिले बजारमा तपाईँको अझै यो 72 सालको भूकम्प पश्चात धेरै यस्तो प्रिफायरको सामग्रीहरू आएको छ। त्यसमध्येको हामी पनि हौँ। गोर्खा इको प्यानल भनेर हामीले इस्टाब्लिस गरेका छौँ। ठ्याक्कै भूकम्पको लगत्तै हाम्रो प्रोडक्सन स्टार्ट भएको र पहिलो भूकम्प आउँदै गर्दाखेरि 72 सालको त्यो भूकम्पमा हामी पहिलो उत्पादन निकाल्दै थियौँ। हेर्नुपर्ने के छ र ग्राहकहरूले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि त्यो बेलामा त्यो हुइमसँगै आएको कति उत्पादनहरू कति प्रिफायरहरू चाहिँ बाँकी छ त भन्ने कुरा है। र अर्को रह्यो कुरा प्रिफायर र इको प्यानल भनेपछि प्रिफायर भनेको दुईवटा शब्दले बनेको छ क्या। प्री फ्याब्रिकेसन जस्तै तपाईँको घरमा पुरानै घरमा हामीले बााउन्ड्रीको लागि प्रयोग गर्ने अथवा छतको लागि प्रयोग गर्ने जस्ता त्यो भनेको तयारी वस्तु हो। जुन चिज तपाईँको उद्योगमा तयारी भएर आउँछ त्यसलाई प्री फ्याब्रिकेटेड अथवा चाहिँ प्री फ्याब्रिकेसन भएको वस्तु भनेर भनिन्छ। त्यो सँगै जुन चिज तपाईँले उद्योगबाट तुरुन्तै ल्याएर डाइरेक्टली युज गर्न सकिन्छ। तपाईँ वाइवाई चाउचाउको इक्जाम्पल दिनु न, त्यो पनि त पकाएर खानुहोस् या तपाईँले पुरी खोलेर सिधै खानुहोस् होइन, त्यसको आफ्नै स्वाद हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ।
त्यही गर्दाखेरि हाम्रो इच्छासँगको कम्पेरिजन ढुङ्गा के अरे ढुङ्गाको गाह्रो लाउनेसँगको कम्पेरिजन गर्दै गर्दाखेरि प्रिफायरको सामानहरू प्रयोग गर्दा हाम्रो इको प्यानलहरू प्रयोग गर्दाखेरि तपाईँको चाहिँ निर्माण चाँडो सकिने, जसले गर्दाखेरि तपाईँको लागत जुन छ होइन हाम्रो टाइम कन्ज्युमिङ कम हुने बित्तिकै अहिले अब टाइम भ्यालु अफ मनी भनेर हामीले क्यालकुलेट गर्दै गर्दाखेरि थोरै समयमा तपाईँको चाँडो संरचनाहरू निर्माण भयो भने त तपाईँले चाँडै त्यसलाई चाहिँ के भन्छ प्रयोग गर्न पाउनुभयो। अब घरै बनाइरहनु भएको छ भने चाँडो घर तयारी भयो, भाँडामा लाउनु पाउनुभयो, कमर्सियल युज गर्न पाउनुभयो, त्यहाँबाट चाहिँ हामीले फाइदाहरू देख्न सक्छौँ। अब तपाईँको गोर्खा इको प्यानल विषयमा हामीले भर्खरै धेरै कुराहरू गऱ्यौँ। भक्तपुरमा मात्र होइन, तपाईँको भक्तपुरमा उसको मुख्य अफिस भक्तपुरमा छ भने यस्तै अफिसहरू नेपालका कुन कुन ठाउँहरूमा छन् त्यो पनि हाम्रा दर्शकहरूलाई जानकारी दिइदिनुहुन्छ। हाम्रो मुख्य भनौँ न उद्योग चाहिँ हामी भक्तपुरमै छ, जग्गा चाहिँ हनुमानजाबाट जाने बाटोमा छ र हामीले देशैभरि अहिले 67वटा जिल्लामा आफ्नो सेवा प्रदान गरिसकेका छौँ र देशैभरि 7वटा प्रदेशमा चाहिँ हाम्रो आफ्नो युनिटहरू छ जहाँबाट हामीले कामहरू गर्छौँ र हाम्रो ग्राहकहरूको सेवा र सुविधाको लागि हामीले चाहिँ 67वटा जिल्लामा यहीँबाट सामान पुर्याएर हाम्रो जडान गर्ने दक्ष जनशक्ति शुद्ध हामीले यहीँबाट पनि पठाएर सेवाहरू प्रदान गर्न सक्छौँ र गरि पनि रहेका छौँ। हामी कार्यक्रमको झन्डा अन्ततिर आइपुगेका छौँ। कार्यक्रमको अन्तमा यहाँले केही छुटेको केही छन् भने भनिदिनुहुन्छ कि? धन्यवाद यो अवसर प्रदान गरिदिनु भएकोमा। हाम्रो गोर्खा इको प्यानल अघि मैले भनिहालेँ नेपालको सबभन्दा पहिलो यो प्रिफ्याब्रिकेटेड प्रविधिमा नेपालमै उत्पादन र आफ्नै स्वदेशी उत्पादन भएको नेपाल सरकारको सिएनआईसँग यो जोडिएर चाहिँ एउटा स्वदेशी ब्रान्डको रूपमा हामीले स्थापित गर्न सकेका छौँ। त्यो पनि सबै ग्राहकहरूको उहाँहरूको आफ्नो हामीले दिएको सेवा र सुविधालाई उहाँहरूले विश्वास गरेर हामीलाई यो अवसर प्रदान गरेर यहाँसम्म पुर्याइदिनु भएको छ। भोलिका दिनमा पनि हामीलाई विश्वास गरेर सेवा गर्ने मौका दिनुहुन्छ भन्ने विश्वास लिएका छौँ र जति पनि हाम्रो निर्माण सामग्रीहरू छन् त्यसमा चाहिँ अब अहिलेको दिनमा चाहिँ यो हामीले कन्भेन्सनल तरिकाले भन्दाखेरि पनि नयाँ प्रविधिहरू चाहिँ हामीले प्रयोग गरेर त्यसको फाइदा लिनुपर्छ, त्यसबारेमा चाहिँ उहाँहरू सबैजनालाई आग्रह गर्न चाहन्छु। यहाँको कार्यक्रम मार्फत पनि हामीले आफ्नो प्रोडक्टको बारेमा जानकारी दिन पायौँ र यो अवसर प्रदान गर्नु भएकोमा धेरै धेरै आजको हाम्रो यस कार्यक्रममा युवा उद्योगी सुरेश कवाङसँग हामीले उहाँको गोर्खा इको प्यानल र उहाँको युवा उद्यमीको विषयमा हामीले कार्यक्रम प्रस्तुत गऱ्यौँ। हामी अर्को बुधबार हामी नयाँ कार्यक्रम नयाँ विषयमा यहाँहरू समक्ष फेरि प्रस्तुत गर्ने नै छौँ र आजको हाम्रो यस कार्यक्रममा हाम्रो प्राविधिक मित्र चन्द्र लवजुका साथसाथै म कार्यक्रम प्रस्तुता हामी समक्ष पनि बिदा चाहन्छु। खोपर टेलिभिजन